हेलो गाइस, हामी साथी र म आज कति भयो नभेटेको? एक वर्ष पछाडि भेटेको। सिधै हामी चाहिँ कहाँ आइदिएको भन्नु न, हेर्नको लङ। अब तपाईँहरूलाई मेनुका जाँदैछौँ। मेनुका देखाइदिन्छौँ हामी होइन। बबाल आउँछ क्या। अब तपाईँहरूलाई हामी देखाउने छौँ राम्रो राम्रो दृश्य। तपाईँहरूले हेरेर आनन्द लिन सक्नुहुनेछ। म र मेरो साथीको साथमा। धन्यवाद। तिम्रो केही जिज्ञासा भन्नु भन्नु भन्यो। अब हामी चाहिँ होइन पुरा यो मेनुका भन्ने चाहिँ पुरा चप्पा चप्पा हानेर जाने हो। अनि कहिले नआउने, अर्को साल आउने। अब हेर्नु सक्नुहुनेछ। अब हामी चाहिँ बिहानको 10 बजी हो। म चाहिँ कहिले पनि 11 बजीभन्दा अगाडि उठ्ने मान्छे। आज चाहिँ 10 बजी हो हेर्न बल्लमा। यो चाहिँ मेरो लागि नै च्यालेन्जिङ कुरा हो क्या। सही हो। हेर्नु न कस्तो दामी छ है। मनपर्छ होला तपाईँहरूलाई सायद। हाम्रो यता पार्क हो। यो पार्क चाहिँ अब 4 बजीतिर अन्त्य खोल्छ। अहिले चाहिँ क्लोज छ होइन। राम्रो थियो, देखाउनु त मिल्थ्यो। अब के गर्नु, हामी बिहान 10 बजीतिर भएर अलिकति समस्या पऱ्यो नि त। बोला पार्क हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन। दामी छ गार्डन। केटाहरूले मेरो दाजुहरूले काम गर्नुहुँदैछ। लाइट पनि बलिरहेको छ, देख्नुभयो? अब धेरै गफ चाहिँ नहानौँ साथीहरू होइन। अब यस्तै हो, कोही कोही बेला यसो बनाइन्छ। भल्याक्स हो, भल्याक्स हो कि भलक हो। मलाई फेरि बोल्नु पनि आउँदैन क्या मजाले। यो ठाउँ चाहिँ भन्नुहुन्छ भने केरला स्टेटको स्टेट भनेको स्टेटै हो। केरला स्टेटको एर्नाकुलम भन्ने डिस्ट्रिक्ट एर्नाकुलम भन्ने ठाउँ हो। यो चाहिँ एमजी रोड होइन, यो मेनुका। अब हेर्नु, हाम्रो त्यति साह्रो इन्फर्मेसन त अब थाहा छैन होइन। जति थाहा थियो त्यति चाहिँ भने। तपाईँहरू पनि यदि घुम्न आउनु चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ। राम्रो छ। अब यो गार्डन भयो। यसको पछाडिपट्टि फेरि पुरै समुद्र छ होइन। गेट हो, हेर्नु खतरा बनाएको छ। यो अहिले क्लोज छ है, जानु दिन्न। हेर्नु सक्नुहुन्छ। यही ठाउँ हो। तपाईँहरूलाई केही भन्नु छ भने भन्नुहोस्। गार्डन है साथीहरू, कस्तो लाग्यो तपाईँहरूलाई? हामीले चाहिँ तर बाहिरबाट मात्रै देखाएको। यो भित्र चाहिँ अब पस्नु दिँदैन। तर अहिलेसम्म त म यहाँ भित्र गएको पनि छैन, साँचो कुरा। एकचोटि त्यो दिपक दासँग आउँदाखेरि यहाँबाट टिकट सिधै पसेको मात्रै थियौँ, त्यहाँ पर गएको थियौँ। ए होइन, 3 विलास म होला भित्र पसेको मात्रै थियो। दिपक दा यहाँ आइपुगेर गाडीमा आएर फोन गरेँ। आधी बाटो फर्केर गाडीमा चढेर उता फोडकोची पुगाएको। फोडकोची जाने सब मेरो साथीहरूले काम गर्दैछ क्या। काममा लगाइदिएको धेरै भयो होला है यो त।
हेर्नु सक्नुहुन्छ अल्गो बिल्डिङहरू छ मजाक गरेको चाहिँ अब आइपुग्यौँ होइन मेनुका भन्ने ठाउँमा आइपुग्यौँ अब हामीले टक्क मेनुकाको भ्रमण हान्ने हो मेरो साथीले के बोलेको छैन यार अब तपाईँहरूलाई हेर्नु न कस्तो बवाल ठाउँ देखाउँछौँ है हामीले ल अब यो मार्केट हो फेरि यताउति मार्केटहरू छ होइन पुरा अब यो बिल्डिङ छ यहाँनिर ठुलो बिल्डिङ त्यहाँबाट इन्ट्री हान्ने हो अनि त्यहाँबाट सुरु हुन्छ घुमघाम एउटा प्यान्ट चाहिँ लगेर जानु पऱ्यो भरे जाँदा त्यो प्यान्ट एउटा लगेर जानु पऱ्यो होइन कति पर्ला हौ दिँदैन अनि लाँदिन माथि अब बार्गेनिङ पनि भइसक्यो नलानेमा पुगिसक्यो होइन कता यहीँबाट होइन कहाँबाट हो होइन बे बाटो पनि बिर्सिसकेको छ साथीहरू यो पनि होइन बे ऊ माथि हौ गाडी मात्रै हेर्नुहुन्छ हामीलाई पनि हेर्नु अब हामी चाहिँ यस्तै हो जानु पर्यो हामी पनि राम्रै छौँ गाडी भन्दा तपाईँहरूले भन्नु होला तपाईँहरूलाई कस्तो लाग्छ होइन अब हामी चाहिँ मस्त छौँ घुम्दैछौँ भनौँ हेर्नु अनि भिडियोमा हाल्ने बेला क्यामेरा सेयर गर्न लाइक गर्न भन्दैन मन पर्यो भने त्यो मेरो साथीले के भन्नुहुन्छ अरे भन त ल भन न के भन्नु अरे भन कस्तो लजाइदिएको अम्बो यता हेर्दै न हौ एकचोटि भन्दै न हौ लजायो हो अब यस्तो त छ लाज मान्छन् केटाहरू हो गाह्रो छ हौ ताज रेस्टुरेन्ट हो है ताज होटल एर्नाकुलमको ताज होटल यस्तो डाँडा देखिन्छ मेरो साथी अगाडि हिँड्छ अब धेरै होइन अब एउटा हामी भित्र लाग्यौँ पोल्टीहरू होइन यही हो ठाउँको नाम मरिन ड्राइभ वकवे कहाँ हो यो बवाल छ होइन मेरो साथीहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ अब हामी त समुद्रभित्र पुगिसक्यौँ होइन अब गएर एक डुबुल्की हान्ने हो मेरो साथीले हान्छन् होइन अब मेरो साथीले लुगा खोलिसक्यो तपाईँहरूलाई त्यहाँ डुबुल्की हानेर देखाइदिन्छन् खतरा पौडी खेल्छन् क्या फेरि अब यहाँ अहिले चाहिँ त्यति धेरै मान्छेहरू छैनन् चहलपहल धेरै छैन अब बेला हुँदैछ त्यसको बेलामा चाहिँ फेरि तपाईँहरूले सोच्नु पनि तपाईँहरूले हेर्नु सक्नुहुन्छ समुद्र भनेको चाहिँ धेरै राम्रो हुँदैन यो चाहिँ बोटसोट चल्ने भएर धमिलो पानी छ कचरै हो गनाउँछ पानी ऊ पर बोट पनि चलिरहेछ हेर्नु सक्नुहुन्छ होइन ऊ पर चाहिँ ठुल्ठुलो सिफ्टहरू छ कि तर फोनै अब राम्रो भए पो देखाइदिनु होइन फोनै राम्रो छैन जुम गरेर देखाउन जुम गर्दा नि कहाँ राम्रो यो चाहिँ
सिफ्ट लोडिङ भइरहेछ होइन। यहाँनिर चाहिँ पुरा सिफ्टहरू लोड हुन्छ। सानो जहाजहरू चाहिँ हेलिकप्टरहरू चाहिँ यता नि छ। यो चाहिँ मान्छे घुमाउने। मेरो साथीले लुगा खोल्यो नि डुबुल हान्नुलाई। मेरो गोरे दाजुहरूले मस्त हेरिदिँदैछ क्या काली केटीहरू। क्लड देखाइदिन्छौँ है यता। फोनै पक्रिने बिर्सिँदैछु एकछिनमा कसरी पक्रिने कन्फ्युज भइसक्यो। हो राम्रै आएको होला होइन राम्रै आएको। तपाईँहरूलाई अहिले हेर्नु न हामीले पौडी खेलेर देखाउँछौँ। मेरो साथीले खतरा पौडी खेल्छ। यस्तो धमिलो पानीमा पौडी खेलेर लुतो सुत्छ टेन्सन तनाव हुन्छ। यहाँनिर यो जुन हामी यहाँ हिँडिरहेछौँ नि यहाँनिर यो केरला स्टेटकै सबैभन्दा ठुलो सेकेन्ड ह्यान्ड बजार पनि छ क्या यहीँनिर। यहाँ कहाँबाट पस्छ बिर्स्यो कि उताबाट पस्छ क्या यहाँबाट पस्छ। पस्यौँ भने तपाईँहरूलाई दामी दामी फोनहरू देखाइदिन्छौँ। अब किन्ने त अब छैन गाँठ नभएपछि हेर्ने जाने हो। म त यो परसम्म गएको छु त त्यो पुल तरेर अर्को पुल तरेर परसम्म गएको छु क्या लास्टसम्म। पुरा हिँड्नुलाई 45 मिनट लाग्छ। यहाँ त्यहाँदेखि पर त्यो बोट उयो छ नि बोट ज्याक के अरे त्यसमा पुग्नुलाई। यही हो सेकेन्ड ह्यान्ड मार्केट भने चाहिँ यो पल्लोपट्टि यो येल्लो बिल्डिङ यो पल्लो वाइट बिल्डिङ फोनको दोकानै मात्रै छ क्या पुरै हेर्नु सक्नुहुन्छ। ठुलो छ क्या यो मार्केट। दुईपट्टि उस्तो घडी राखेछ कि कन्फ्युज हुन्छ। घडीहरू हेर्नु सक्नुहुन्छ। मेरो साथीले फोन बेच्दैछ क्यामेरा पनि राखेको रहेछ। ठुलो छ हेर्न सक्नुहुन्छ। वहाँदेखि थिएर यता यो डल्लै होइन अनि पुरा परसम्म छ। फेरि यहाँदेखि माथि पनि छ के हो तर माथि चाहिँ म अहिलेसम्म गएको छुइनँ। यहाँ चाहिँ 3-4 चोटि आएको यता चाहिँ फोनहरू चाहिँ हेर्न सक्नुहुन्छ। आइफोनहरू टल्काइरहेको छ त्यहाँनिर हो। भिडियो गर्दै ल लाज लाग्यो के गर्ला भिडियो गर्नु सिक्नु पर्यो। हेलो साथीहरू हामी चाहिँ होइन हेर्नु सक्नुहुन्छ मेरो साथी र म यो त्यही कुरामा यता हो अनि यता के लगाउनु पर्छ भनिरहेको छु त्यो गोप्रो हो त्यही लगाइदिनु न। त्यो लाउनु भन्नाले त्यो अर्को हालिदिन्छ होला। क्यामेरा हो त्यो क्यामेरै किन्नुपर्छ क्या त एउटा फाल्टै क्यामेरा किन्नुपर्छ साथी। त्यही छ किन्नु पर्दैन कति पर्छ त्यत्रो भन्दैछ 24,000 रुपियाँ भन्दैछ। ल साथीहरू अब तपाईँहरूलाई म पुरा केरला स्टेटको केरला देखाइदिन्छु। झिङ्गालाला हिलाडाला झिङ्गालाला हिलाडाला त्यही त होला लाला। ल साथीहरू हेर्नुहोस् है पैसा पनि 900 रुपियाँ सकिहाल्थ्यो किनभने कहाँ किन्छौ तिमी चाहिँ लुगा बाटोमा
यो चार्ज गर्नु पनि हुन्छ ब्याट्री हाल्नु पनि हुन्छ यस्तो हाम्रो विकास से वाइन लगे जावे घुमे पल्टुल लगे ल साथीहरू हामी त भिडियो नै यस्तो खतरा बनाउँछौँ होइन खतराको चिन्ता हामीहरू सबैले पठाउनु भएको छैन ते विकास आई नहीं ते कह दे वहाँ डॉक्टर कहीं पूछे जाए बिहान आई कि नहीं है कह दे बिहान आई दे जैसे मैं बिहान भेंट कह के गए मन हो तो डॉक्टर लगे तो कह के ना संगरी चल जाए आज संध्याभरी जावी तो उता मने तो कई दे संध्याभरी में ताकि सोच भी कैसी है ना काली दोनों काली में ते काली तो मैं ओकर संग दिन भर घूमम ना ते जहाँ घूमे अब हामी जो टक्क समुद्रको माथि आइपुग्यौँ कालै आउँछ त के गर्नु छ होइन त्यो घामले मात्रै कालो देखेको होला अब बिहान नहीं मैं तोहन लगे रात के फोन करूँ तोहरे मोर लगे मैं फोन ही नहीं उचक करे लो तो का ये है एकदम कालो काला है ना ना विकास फोन कर लो विकास फोन कर लो धरो अब मैं फोन करता हूँ तो रेकर्डिङ छ हेलो ये हेरी रे तोहन लगे राती फोन कर तुम तो अरे फोन ही नहीं उठाई थो फोन ही नहीं लगा तोहन लगे कुछ नहीं काली फोन लगाए थो रात के 12 बजे और फोन लागी ना तो तोहन लगी ते कैमरा काकर बंद कर रखे बात का मैसेंजर मन हेर फोन आए है कि नहीं आए है तोर लगे चौधरी के लगे को लगाए तो फोन नहीं लागत कल ही तब मैं क्या करूँ अब जो साथीहरू हामी त पुरा घुम्दैछौँ ल कहाँ पनि हेरी आई रे अब झूठ बोल रहा हूँ वैसे छुट्टी दे तो मैं क्या करूँ मैं कानून पर काट दे तो कहा कि ना अरे वैसे तो मोर छुट्टी सोम मंगल बुध के तक बा मेरो साथीको लभ परेको छ केटासँग होइन पुरा बोलिरहेछ केटा हो अब हामी चाहिँ यो पार्कको पुच्छरमा आइपुग्न आँट्यौँ होइन
बोट लाइन भन न यो बोट लाइनमा आइपुगेको छु बोट लाइनमा अब मेरो मेरो पानी जहाजहरू छ क्या फेरि तपाईँलाई देखाउनु पर्ने छ एकदिन पखाउनु ल तपाईँहरूले मेरो पानी पानी जहाजहरू हेर्नु सक्नुहुन्छ मैले अस्ति किनेर राखेको पुरा छ क्या मलाई बोलाउँदै थियो अहिले नगएको टैटू आएगा तुमने मैंने बुला यार कहीं हर बार बगल पटे नहीं साथी हेर्छौँ छ है अरे बोर्ड लेकर बोल रहे बुढाबुढीहरू देख्नु सक्नुहुन्छ ठुलो मलाई घुम्न आउँछ रे त्यसले भोलि त अब खै के भन्ने हो झिकेकै भनेर मलाई पाल हामी दुईजना घुम्नु गएको कहाँबाट रे ये है हीरो ये है हीरो का जुमो पैसा वैसे कम नहीं मांगने मोल लगना रहे दिखाए है ल साथीहरू हामी चाहिँ यो ताजको अगाडि छौँ होइन ताज तपाईँहरूले हेर्न सक्नुहुन्छ मेरो साथी म मेरो साथीले फेरि बोल्दैन क्या बोल्नु सक्दैन होइन त्यसको चाहिँ आवाज फुट्दैन क्या यहाँ हेर्नुहोस् ताज बिल्डिङ चाहिँ ताज होटल हो क्या तपाईँहरूलाई हामीले देखाउँदैछौँ अनि यता पछाडिपट्टि समुद्र पछाडि पानी जाँदो आवाज आएन होला है एकचोटि हेर मलाई देखिन्छ मजाले हेर्नु सक्नुहुन्छ आजको दिन यस्तै भयो रमाइलो गइरहेको छ होइन यो पछाडिको यो ठुलो बिल्डिङ देखेर चाहिँ होटल रेस्टुरेन्ट होला यो
ताज रेस्टुरेन्ट भन्छ अब खै म थाहा पनि छैन गएको चाहिँ छैन होइन भन्छ मलाई पनि थाहा छैन एक्ज्याक्टली चाहिँ थाहा छैन हो चाहिँ भन्छ होइन ल तपाईँहरूलाई आजको लागि यति नै अब भिडियो बनाउँदैन लास्ट भिडियो यही हो अर्को एपिसोड पछि हेरौँला त्यस्तै चाहिँ अब ओके ब्यागै त्यस्तै लिएर आएको रहेछ भने जाऊ जाऊ बहुत मान्छे बस्छ त्यस्तै लाग्यो मलाई नि आज तिम्रो त गइसक्यो होला मेरो पालो आउँछ त्यस्तो कहाँ हुन्छ रे त्यो भनेको गद्दार भयो गद्दार गर्नु हुँदैन गद्दार भनेको चाहिँ गर्नु भएन क्या गद्दार भनेको चाहिँ बिल्कुलै गर्नु हुँदैन बाल काट्नु भनेको होइन हान्देऊ बाटो पनि छ त्यहाँनिर हान्छ भने त हानिदिने हो हान्देऊ लिएर फेरि यहाँ फेरि गम महिना सोधिकन पस्यो भने त कहाँ हुन्छ त्यस्तो गममै गुममै मान्छे पुग्दैन मलाई चाहिँ भिडियोमा देखाउँछु देखाउने यसरी पक्रेर हिँड्छ त्यसरी साथीहरू आजको लागि यति नै है अब अर्को भिडियोमा भेटौँला धन्यवाद।